अब नेताहरूले देश छोड्न थालेको चर्चा भइरहेको छ। नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व ऊर्जा मन्त्री दीपक खड्काले सरकारलाई सुईको समेत नदिएर देश छोडे। यति ठूलो संकटमा नेताहरू बीच चुनाव कि संसद पुनः स्थापना भन्ने विवाद भइरहँदा उनी कता छन् भन्ने चासो थियो। सरकारले उनको पासपोर्ट रोक्का गरेको चर्चा थियो र उनी स्थलमार्ग हुँदै दिल्ली पुगे। दिल्लीमा 2 दिन बसे। परिवारसहित सिधै अमेरिका स्थित टेक्सासमा झरे। पैसा टन्न छँदैछ। घर जल्दा हावामै उडेको देखियो। अब उनी कहिले फर्किन्छन् टुङ्गो छैन। दीपक खड्का लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर दाम्पत्ति समेत विदेश उड्ने तयारीमा छन्। 35 दिनपछि सार्वजनिक भएका देउबाको तनमा थकान थियो। आर्जुको अनुहारमा हाँसो नै देखिन्थ्यो। मंगलबारको पार्टी बैठकमै उनले कार्यवाहक सभापति दिएर उपचारका लागि सिङ्गापुर जाने बताएका थिए। किनकि देशभित्रको उपचारमा यिनीहरूलाई विश्वास नै छैन। विश्वास गर्न लायक बनाएका पनि छैनन्। तर आफ्नो मातृ हो कि राजनीतिकै उपचार गरी फर्किन्छन् टुङ्गो छैन। उनीहरूलाई विदेशमै रहेका छोरा जय